नमस्ते सबलाई। कुरा गरौँ मानसिक स्वास्थ्य बारे। सबैले भन्छ मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ, यो त्यो मान्छे डिप्रेसनबाट गइराछ, मान्छेले फिल गरिराछ आजभोलि धेरै घबराहट हैन, धेरै तनाव, स्ट्रेसबाट लाइक कोप गर्नै सकिरहेको छैन। तर पहिला बुझ्नु पर्यो के लाइक व्हाट आर द रियल कजेस यो मेन्टल हेल्थ प्रब्लम्सहरु। फर्स्ट एन्ड फरमोस्ट जेनेटिक्स हुन्छ हैन। देयर आर सर्टन टेन्डेन्सीज कि यदि हजुरको प्यारेन्ट्स, ग्रान्ड प्यारेन्ट्स, इभन एक कोही फ्यामिली मेम्बरलाई पनि प्रब्लम्सहरु भएको छ, मेन्टल हेल्थ प्रब्लम, बिहेभियरल प्रब्लम, एडिक्सन, देन सर्टनली त्यो कहीं न कहीं जेनेटिक्सको थ्रु हजुरलाई आउन सक्छ एन्ड द्याट मेक्स यु भल्नरेबल। सेकेन्ड कुरा, हामी कुन सोसाइटीमा बसिरहेको छ, सोसाइटी प्लेज एन इम्पोर्टेन्ट रोल in shaping us हैन। त्यसै गरी if you have a positive environment, definitely your environment, your personality will be very optimistic। त्यसै गरी नेगेटिभ इन्भाइरोमेन्ट छ भने obviously नेगेटिभ हुनेछ। थर्ड, हजुरको प्यारेन्ट्स, हजुरको चाइल्डहुड कस्तो थियो, प्यारेन्टिङ स्टाइलले धेरै इफेक्ट गर्छ हाउ वी ग्रो एज अ पर्सन। यदि हजुरको प्यारेन्ट्सहरु ओभर केयरिङ, ओभर प्रोटेक्टिङ या नेग्लेक्ट हुनुहुन्थ्यो भने कहीं न कहीं त्यसले हजुरको पर्सनालिटीमा सेभ गर्छ and that also makes you vulnerable sometimes to different kind of mental health problem। यदि हजुरको प्यारेन्ट्सहरु ओभर केयरिङ, ओभर प्रोटेक्टिङ या नेग्लेक्ट हुनुहुन्थ्यो भने कहीं न कहीं त्यसले हजुरको पर्सनालिटीमा सेभ गर्छ and that also makes you vulnerable sometimes to different kind of mental health problem। फोर्थ, हजुरको एक्सपिरियन्स। ओके, वी टक्ड अबाउट कोपिङ मेकानिजम। हामीले भन्छ स्ट्रेस भयो भने कसैले चुरोट खान्छ, कसैले रक्सी खान्छ एन्ड समवन डज फिजिकल एक्सरसाइज। यस्तो किन डिफरेन्स छ? किनकि हामीले लर्न गरेको छ नेगेटिभ र ब्याड कोपिङ बिहेभियरहरु, त्यो बुझ्न नि अत्यन्त जरुरी छ। एन्ड लास्ट थिङ, हजुरले आफूलाई कसरी हेर्नुहुन्छ। धेरै जसो मान्छेले आफूलाई नकारात्मक रूपमा या त क्रिटिसाइज नै गर्छ। त्यसको मेजर रिजन मेबी चाइल्डहुड ट्रमा, चाइल्डहुड एक्सपिरियन्स प्लस अहिलेको प्रेजेन्ट एक्सपिरियन्स। मेबी नथिङ गुड इज ह्यापनिङ इन लाइफ, त्यसले गर्दा पनि कहीं न कहीं मेन्टल हेल्थ प्रब्लम्सहरु आउन सक्छ या त हजुरलाई मोर भल्नरेबल बनाउन सक्छ। सो व्हाट वी गonna डू, गर्ने त के? अब्भियस आन्सर हो, कजेसलाई हटाए मात्र सल्युसन हुनेछ। अनि सल्युसन हुनेछ जब हजुर अवेयर हुनुहुन्छ त्यो कजेसको, अनि कजको अवेयरनेस प्लस एक्सेप्टेन्स गर्ने कि मसँग भएको थियो बट नाउ आई निड टु चेन्ज। चेन्ज इज ओन्ली पोसिबल जब हजुरले फर्स्ट स्टेप लिनुहुन्छ। एन्ड फर्स्ट स्टेप इज अवेयरनेस, सेकेन्ड इज अन्डरस्ट्यान्डिङ, थर्ड इज एक्सेप्टेन्स, फोर्थ इज गोइङ टुवर्ड्स सल्युसन। त्यसरी नै सबै मेन्टल हेल्थ प्रब्लम्सहरुको कहीं न कहीं समाधान निक्लिनेछ। किनकि यो टपिक डीप छ, सोसाइटीमा धेरै स्टिग्मा र टाबु छ, मान्छेले धेरै कुरा गर्दैन, तर कुरा गर्नुपर्छ। किनकि हजुरको स्वास्थ्य जस्तै शारीरिक स्वास्थ्य जरुरी छ, मानसिक स्वास्थ्य पनि अत्यन्त जरुरी छ। धन्यवाद।